विश्व हल्लाउने गोर्खाली कसरी बन्यो नेपाली सेना युएन को नम्बर 1 रोजाई। संसारले नेपाललाई सगरमाथाको देश र बुद्धको जन्मस्थल भनेर चिन्छ। तर यो परिचयसँगै अर्को एउटा ओजिलो परिचय पनि जोडिएको छ। त्यो हो वीर गोर्खालीको इतिहास। इतिहासको कालखण्डमा साम्राज्यवादी शक्तिहरूसँग लड्दा आर्जन गरेको त्यो वीरताको विरासत आजको आधुनिक युगमा विश्व शान्तिको पर्याय बनेको छ। हिजो अर्काको देशको लडाईँमा रगत बगाएर बहादुर कहलिएको नेपाली सेना आज संयुक्त राष्ट्र संघको नीलो झण्डा मुनि उभिएर द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिको दूतको रूपमा चिनिएको छ। अहिले विश्वका थुप्रै द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापना गर्न नेपाली सेनाको माग बढ्दो छ। बन्दुक बोकेको सैनिक देख्दा डराउने नागरिकहरू पाखुरामा नेपालको झण्डा र टाउकोमा नीलो हेलमेट लगाएको नेपाली सिपाही देख्दा सुरक्षित महसुस गर्छन्। यो विश्वास एकै रातमा आर्जन भएको होइन। यसका पछाडि 6 दशक लामो अनवरत यात्रा, 1.5 लाख भन्दा बढी सैनिकको योगदान र दर्जनौं वीर सपूतहरूको बलिदान लुकेको छ। आजको यस भिडियोमा हामी विश्व शान्तिमा नेपाली सेनाको ऐतिहासिक यात्रा, वर्तमान अवस्था, कूटनीतिक प्रभाव र यसका विविध आयामहरूको विस्तृत विश्लेषण गर्नेछौँ। विश्व मञ्चमा नेपालको औपचारिक र सशक्त उपस्थिति सन् 1955 डिसेम्बर 14 मा संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेपछि सुरु भएको हो। नेपालले आफ्नो परराष्ट्र नीतिमा नै पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्र संघको बडापत्रलाई मूल आधार मानेको छ। यही नीतिमा टेकेर सन् 1958 मा नेपालले पहिलो पटक शान्ति मिसनमा पाइला टेकेको थियो। त्यस समय लेबनानमा उत्पन्न द्वन्द्व व्यवस्थापनका लागि संयुक्त राष्ट्र संघीय पर्यवेक्षक समूह UNOGIL स्थापना गरिएको थियो, जसको नेपालका तर्फबाट 5 जना सैनिक पर्यवेक्षक खटिएका थिए। त्यो सानो संख्याबाट सुरु भएको सहकार्यको बिउ आज विशाल वटवृक्ष बनेको छ। पर्यवेक्षकका रूपमा मात्र सीमित नभई सन् 1974 मा इजिप्टमा पुरानो गोरखगणको तैनाथीसँगै नेपालले कन्टिन्जेन्ट अर्थात् फौजको ठूलो टुकडी नै पठाउन सुरु गर्यो। यो नेपाली शान्ति सेनाको इतिहासमा कोसे ढुङ्गा साबित भयो। त्यसयता विगत 66 वर्षको अवधिमा नेपाली सेनाले राष्ट्रसङ्घका 44 वटा विभिन्न मिसनमा सहभागिता जनाइसकेको छ। हालसम्म 1,62,496 जना शान्ति सैनिकले द्वन्द्वग्रस्त भूमिमा पसिना बगाइसकेका छन्। यो तथ्याङ्कले के देखाउँछ भने नेपालको जनसङ्ख्या र भूगोल सानो भए पनि विश्व शान्तिमा यसको योगदान महाशक्ति राष्ट्रहरूको भन्दा कम छैन। अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका जानकारहरू र स्वयं राष्ट्रसङ्घका उच्च अधिकारीहरू नेपाली सेनालाई शान्तिका च्याम्पियन मान्छन्। नेपाली सेना राजनीतिबाट टाढा रहने र चेन अफ कमान्डको पूर्ण पालना गर्ने फौज हो। द्वन्द्वग्रस्त क्षेत्रका विद्रोही समूहहरू पनि नेपाली सेनाको तटस्थताबाट प्रभावित हुन्छन्। उनीहरू कुनै पनि पक्षमा लाग्दैनन्, केवल म्यान्डेट अनुसार काम गर्छन्। नेपाली सैनिकहरू भौगोलिक विकटतामा हुर्किएका कारण जस्तो सुकै कठिन भूगोल र मौसममा पनि काम गर्न सक्छन्। अफ्रिकाको चर्को गर्मी होस् वा लेबनानको चिसो, नेपाली सिपाही विचलित हुँदैनन्। साथै स्थानीय समुदायसँग छिट्टै घुलमिल हुन सक्ने र उनीहरूको संस्कृतिलाई सम्मान गर्ने बानीले गर्दा स्थानीय बासिन्दाले नेपाली सेनालाई धेरै माया गर्छन्। जोखिमपूर्ण अवस्थामा पनि नडराउने र धैर्य नगुमाउने गुण नेपाली सेनाको मौलिक पहिचान हो। द्वन्द्वको बीचमा पनि संयमित भएर नागरिकको रक्षा गर्ने शैलीले गर्दा राष्ट्रसङ्घले जटिल मिसनहरूमा नेपाललाई नै प्राथमिकता दिने गरेको छ। शान्ति स्थापनाको बाटो सधैँ सहज हुँदैन। अरूको देशमा शान्ति फर्काउन गएका नेपाली सैनिकहरूले धेरै पटक आफ्नै ज्यान गुमाउनु परेको छ। तथ्याङ्क अनुसार हालसम्म 74 जना नेपाली शान्ति सैनिकले कर्तव्य पालनको सिलसिलामा वीरगति प्राप्त गरेका छन्। 17 जना गम्भीर घाइते भएका छन्। यी सैनिकहरूले बगाएको रगत र पसिनाकै कारण नेपालले सन् 1969-70 र 1988-89 मा 2 पटक राष्ट्रसङ्घको सुरक्षा परिषदको अस्थायी सदस्यको भूमिका सफलतापूर्वक निर्वाह गर्न सक्यो। राष्ट्रसङ्घले विश्व शान्तिका लागि प्राप्त गरेको नोबेल शान्ति पुरस्कारमा नेपाली शान्ति सैनिकको रगत र पसिनाको अंश पनि मिसिएको छ भन्दा फरक पर्दैन। ती वीरगति प्राप्त गर्ने सैनिकहरूलाई मरणोपरान्त ड्याग ह्यामर सोल्ड मेडल लगायतका उच्च सम्मानले विभूषित गरिएको छ, जुन नेपालको लागि गर्वको विषय हो। कुनै समय केवल सिपाही पठाउने नेपाल अब मिसनको नेतृत्व गर्ने तहमा पनि पुगेको छ। यो नेपाली सेनाको व्यावसायिक क्षमताको अन्तर्राष्ट्रिय मान्यता हो।
नेपाली सेनाका उच्च अधिकृतहरूले विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा फोर्स कमान्डर भएर बहुराष्ट्रिय सेनाको कमान्ड सम्हालिसकेका छन्। यसले के प्रमाणित गर्छ भने नेपाली सेना शारीरिक रूपमा मात्र बलियो छैन, रणनीतिक र नेतृत्वदायी क्षमतामा पनि विश्व स्तरको छ। संयुक्त राष्ट्रसङ्घले पछिल्लो समय शान्ति मिसनमा महिला सहभागितालाई उच्च प्राथमिकता दिएको छ। द्वन्द्वमा सबैभन्दा बढी पीडित महिला र बालबालिका हुने भएकोले उनीहरूको सुरक्षा र संवादका लागि महिला सैनिकको भूमिका प्रभावकारी हुन्छ। यो नीतिलाई आत्मसात गर्दै नेपालले पनि महिला शान्ति सैनिकको संख्या उल्लेख्य रूपमा बढाएको छ। हालसम्म 3666 भन्दा बढी नेपाली महिला सैनिकले शान्ति मिसनमा योगदान दिइसकेका छन्। अहिले विश्वका 10 वटा मिसनमा तैनात 4302 नेपाली सैनिक मध्ये 391 जना महिला छन्। महिला सैनिक खटाउने देशहरूको सूचीमा नेपाल अग्रस्थानमा छ। हतियार बोकेर गस्ती गर्नेदेखि लिएर चेकपोस्टको जाँच, स्वास्थ्य सेवा र स्थानीय महिलाहरूसँगको अन्तर्क्रियामा नेपाली महिला सैनिकहरूले उत्कृष्ट नतिजा देखाइरहेका छन्। नेपाली सेनाको यो सफलताको पछाडि कठोर तालिम र पूर्व तयारीको ठूलो भूमिका छ। काभ्रेको 5 खाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई सेनाले सेन्टर अफ एक्सलेन्सको रूपमा विकास गरेको छ। यहाँ मिसनमा जानु अघि सैनिकहरूलाई प्री डिप्लोयमेन्ट तालिम दिइन्छ। यो तालिम केन्द्रमा राष्ट्रसङ्घको म्यान्डेट, अन्तर्राष्ट्रिय मानवीय कानून, मानवाधिकार र द्वन्द्व व्यवस्थापन र सम्बन्धित देशको संस्कृतिबारे विस्तृत जानकारी दिइन्छ। यहाँ बहुराष्ट्रिय अभ्यासहरू पनि सञ्चालन हुन्छन्, जस्तो कि गएको 1 वर्षमा यहाँ 31 जना विदेशी र 64 जना स्वदेशीको सहभागितामा 4 वटा विशिष्टीकृत तालिम पनि सञ्चालन भए। सोही अवधिमा 12 वटा युनिटका 3531 जनाले तालिम लिए। सेनाले हाल 60 दिनभित्र मिसनमा तैनात हुन सक्ने गरी र्यापिड डिप्लोयमेन्ट क्षमताको विकास गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आवश्यक उपकरण र जनशक्ति सधैँ तयारी अवस्थामा राखिएको छ, जसले गर्दा राष्ट्रसङ्घले अनुरोध गर्न साथ नेपालले फौज पठाउन सक्छ। नेपाली सेना शान्ति मिसनमा मात्र होइन, युद्ध कौशल र शारीरिक क्षमतामा पनि विश्वका उत्कृष्ट सेनालाई पछि पार्न सफल भएको छ। बेलायतको वेल्स स्थित भेक्रनमा वार्षिक रूपमा आयोजना हुने क्याम्ब्रियन पेट्रोल अभ्यासलाई सेनाको ओलम्पिक मानिन्छ। यो अत्यन्तै कठिन र जोखिमयुक्त अभ्यास हो। यस अभ्यासमा जटिल भौगोलिक अवस्था, निद्रा र खानाको अभावका बीच 50 देखि 60 किलोमिटरको दूरी पार गर्दै विभिन्न सैनिक टास्कहरू पूरा गर्नुपर्ने हुन्छ। यसमा खबर सङ्कलन गर्ने, घाइतेको उपचार गर्ने, विरोधीको हतियार नष्ट गर्ने र रात्रिकालीन आक्रमण गर्ने जस्ता युद्ध कलाको परीक्षण गरिन्छ। नेपाली सेनाले बेलायतमा भएको यो अभ्यासमा 37 राष्ट्रका 121 टोलीलाई पछि पार्दै 3 पटक स्वर्ण पदक जित्नु पनि सफल भएको छ। त्यस्तै पाकिस्तानमा हुने अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा पनि 17 राष्ट्रका 38 टोलीलाई उछिन्दै स्वर्ण पदक जितेको छ। यी उपलब्धिहरूले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सिपाही भन्या तिसारी राख्नु भन्ने दिव्य उपदेशलाई नेपाली सेनाले आज पनि व्यवहारमा उतारेको पुष्टि गर्छ। शान्ति सेनामा सहभागिता केवल फौजी गतिविधि मात्र होइन, यो नेपालको सफ्ट पावरको एक महत्त्वपूर्ण हिस्सा हो। अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको दुनियाँमा यसलाई सैनिक कूटनीति भनिन्छ। नेपाल जस्तो भूपरिवेष्टित र आर्थिक रूपमा विकासोन्मुख देशका लागि विश्व मञ्चमा आफ्नो उपस्थिति जनाउने यो एक सशक्त माध्यम पनि हो। कतिपय अफ्रिकी र मध्यपूर्वी देशहरूमा नेपालको दूतावास छैन, तर त्यहाँ खटिएका नेपाली शान्ति सैनिकहरूले अनौपचारिक राजदूतको भूमिका निर्वाह गरिरहेका छन्। उनीहरूले नेपालको भाषा, संस्कृति, मूल्य र मान्यतालाई विश्वमा चिनाएका छन्। अर्कोतर्फ आर्थिक रूपमा पनि यसको ठूलो महत्त्व छ। शान्ति मिसनमा सहभागी भए बापत राष्ट्रसङ्घबाट प्राप्त हुने रकम नेपालको विदेशी मुद्रा आर्जनको एक भरपर्दो स्रोत बनेको छ। यसले सैनिकहरूको व्यक्तिगत जीवनस्तर उकास्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा पनि टेवा पुर्याएको छ। साथै सेनाले मिसनमा प्रयोग गर्ने बख्तरबन्द गाडी र अन्य उपकरणहरू बापत पनि राष्ट्रसङ्घले शोध भर्ना प्राप्त गर्छ। यसबाहेक हरेक 2 वर्षमा आयोजना हुने शान्ति स्थापना सम्बन्धी मन्त्री स्तरीय बैठकहरूमा नेपालको उपस्थिति बलियो हुने गरेको छ। यसले नेपाललाई विश्वका शक्तिशाली राष्ट्रहरूसँग एउटै टेबलमा बसेर सुरक्षा मामिलामा छलफल गर्ने अवसर प्रदान गरेको छ। नेपाली सेनाको प्रवक्ता राजाराम बस्नेतका अनुसार विश्वका विभिन्न द्वन्द्वरत राष्ट्रमा खटिएको नेपाली शान्ति सैनिकले राष्ट्रसङ्घ र नेपालको मान, प्रतिष्ठा र इज्जत अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान गरिरहेको छ। नेपाली सेना आफ्नो 263औं वार्षिक उत्सव मनाइरहँदा यो संगठन एउटा राष्ट्रिय सेनाबाट माथि उठेर ग्लोबल फोर्सको रूपमा स्थापित भइसकेको छ। यद्यपि चुनौतीहरू पनि कम छैनन्। विश्व राजनीतिमा आएको ध्रुवीकरण, युएनको बजेट कटौती र द्वन्द्वको बदलिँदो स्वरूप जस्तो कि साइबर वारफेयर, जैविक हतियारले
शान्ति मिसनलाई थप जटिल बनाएको छ। हालैका दिनहरूमा माली र कंगो जस्ता देशहरूमा शान्ति सैनिकमाथि नै आक्रमणका घटनाहरू बढेका छन्। यस्तो अवस्थामा नेपाली सेनाले आफ्नो परम्परागत युद्ध कलालाई आधुनिकीकरण गर्दै प्रविधि मैत्री र थप सुझबुझपूर्ण रणनीति अपनाउनु पर्ने आवश्यकता देखिन्छ। 2079 मंसिरमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा फौज तैनात गरेपछि नेपाल सैनिक पठाउने मुलुकहरूको सूचीमा नम्बर 1 मा पुग्न सफल भएको थियो। यद्यपि वरीयता तलमाथि भइरहन्छ, तर नेपालको विश्वसनीयता सधैँ उच्च स्थानमा छ। अन्तिममा नेपाली शान्ति सैनिकहरूले विश्वलाई एउटा सन्देश दिएका छन्, हामी वीर छौं, तर त्यो वीरता हामी युद्ध लड्न मात्र होइन, युद्ध रोक्न पनि प्रयोग गर्छौं। गोर्खालीको कुकुरी अब काट्नका लागि मात्र होइन, अन्यायमा परेकाहरूको रक्षा र विश्व शान्तिको प्रतीकका रूपमा चम्किरहेको छ। शान्ति मिसनमा खटिने ती हजारौं नेपाली सपुतहरू जसले मरुभूमिको तातो बालुवादेखि हिउँको चिसो सिमानासम्म नेपालको झण्डा फहराइरहेका छन्, उनीहरूको योगदानलाई इतिहासले सधैँ स्वर्ण अक्षरले लेखिरहनेछ।